वेलकम टू माई न्यू ब्लग। सो अहिले म यता गाउँ घुम्न आएको छु। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ पुरैतिर बाँसहरू छ। यो भारी पहिरोबाट बस्नको लागि लगाएको बार हो। यसमा पत्थलहरू यहाँ छ। पत्थल सो म यता घुम्न आएको छु। हेर्न सक्नुहुन्छ बैरको बोट हो। त्यस्तै गरी यता पोखरी छ। पोखरीमा सिँचाइको लागि प्यानल जडान गरिएको छ। तर यो पोखरीमा अहिले माछा पालिएको छैन। यता बगैँचा छ। बगैँचामा सुन्न सक्नुहुन्छ कति मजाले चराचुरुङ्गीहरू चुई चुई गरी बोलिरहेका छन्। म अहिले साइकलमा चलाइरहेको छु साइकल, र अगाडि मान्छेहरू हेर्न सक्नुहुन्छ हिँडिरहेको छ र बाटो भएर। यता यो साइडमा हेर्न सक्नुहुन्छ पुरैतिर रुखहरू छन् र यो ओह्रालो जमिन भएकाले यो खेतहरू पनि ओह्रालो नै छ। यता हेर्न सक्नुहुन्छ पोलहरू लाइनहरू जडान गरिएको छ पानी खेतमा सिँचाइको लागि। यहाँ हेर्न सक्नुहुन्छ सानो प्याम्पी सिट जडान गर्नको लागि राखेको हो। साइडमा हेर्न सक्नुहुन्छ गहुँहरू कति मजाले हरियो भइसकेछ। पानी पटाउनको लागि रेडी भएको छ। यता पुरै यहाँदेखि जहाँसम्म नजर जान सक्छ त्यहाँसम्म पुरै गहुँ रोपिएको छ। र बिचबिचमा बोरिङहरू पनि जडान गरिएको छ। र त्यो लट्ठाहरू हेर्न सक्नुहुन्छ लाइनको। त्यो लाइनबाट त्यो बोरिङहरू चलाउनको लागि लाइनहरू जडान गरिएको छ। यस्तो छ हाम्रो पछाडिको लोकेसन हेर्न सक्नुहुन्छ। पुरै ग्रेभल बाटो छ। अगाडि पनि हेर्न सक्नुहुन्छ पुरै ग्रेभल छ। यो पहिला बाटो थिएन। यसमा पुरै माटोले भरिएको थियो। तर आवत जावत गर्नको लागि यस्तो ग्रेभल बिछाएको छ। यो अगाडि खेतमा हेर्न सक्नुहुन्छ प्यानल जडान गरिएको छ त्यो खेतहरूमा सिँचाइ गर्नको लागि। यतातिर कुलोको पानी नभए पनि यता लाइन छ, प्यानल छ। प्यानलबाट त्यो खेतहरू सिँचाइ गर्ने गर्छन्। उता पनि अगाडि हेर्न सक्नुहुन्छ बोरिङहरू एटिजन जडान गरिएको छ। म तपाईलाई हेर्न सक्नुहुन्छ अगाडि पनि एउटा बोरिङ जडान गरिएको छ। यो सब अहिले गहुँ पटाइरहेको छ। यो पटाउने मान्छे अगाडि तपाईँ हेर्न सक्नुहुन्छ छाप्रोमा बसेको छ। म तपाईलाई देखाउने छु।